हुन्छ सबैजनालाई श्रीकृष्णको नाममा जय मसीह नमस्कार। आज फेरि पनि तपाईहरुको माझमा परमेश्वरको जीवित वचन लिएर उपस्थित भएको छु र भिडियोलाई अन्तिमसम्म हेरेर तपाईहरुले साथ दिनुहोला। लाइक कमेन्ट शेयर फलो तपाईले गरिदिनु होला है। परमेश्वरलाई महिमा होस्। र आजको वचनको विषय छ आज परमप्रभु परमेश्वर हामीहरुसँग भन्ने विषयमा चाहिँ तपाईहरुको माझमा मैले छोटो वचन लिएर उपस्थित भएको छु है। अनि हामी यशायाको पुस्तक 41 को 10 र 11 पदलाई हेर्नेछौँ। यहाँनिर परमेश्वरको वचनले यसरी भन्नुभएको छ, त्यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। हालेलुया है। अनि यहाँनिर परमेश्वरको वचनले के भन्नुभएको छ त, यसैले नडरा किनकि म चाहिँ तँसित छु भनेर प्रभुको वचनले भन्नुभएको छ है। आज परमप्रभु परमेश्वरले यो कुराहरू किन भन्नुभयो त है। आज इजरायलीहरूको सहायता, इजरायलीहरूको सहायकमा परमप्रभुले भन्नुभएको कुराहरू हो है। अनि त्यसै कारणले आज साँच्चै नै तपाईँ र मलाई परमप्रभुले निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ भनेर प्रभुको वचनले भन्नुभएको छ है। अनि जब हाम्रो जीवनमा दुःख आउँछ, कष्ट आउँछ, सङ्कष्ट आउँछ, रोग आउँछ, बिरामी आउँछ, समस्याहरू आउँछ, त्यतिखेर चाहिँ हामी निरुत्साहित हुन्छौँ, हामी निराशा हुन्छौँ है। आज साँच्चै नै तपाईँ र म चाहिँ परमप्रभुले भन्नुभएको जस्तै आज साँच्चै नै निराशा नभइकन है, निरुत्साहित नभइकन आज साँच्चै नै परमेश्वरमा चाहिँ तपाईँ र म बलियो हुनको निम्ति आवश्यकता छ। किनभने परमप्रभु परमेश्वर चाहिँ तपाईँ र मेरो साथमा हुनुहुन्छ है। जब रोगको समयमा, जब कष्टको समयमा है, आज परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुनेछ। हालेलुया है। अनि यो वचन बोल्दै गर्दाखेरि मेरो जीवनमा भएको घटनालाई म तपाईहरुमाझ जोड्न चाहन्छु। विगत दिनमा मेरो प्रेसर हाई भएर मेरो दुवै किडनीलाई हानिदियो है। दुवै किडनीले काम गर्न छोड्यो। अनि त्यो समयमा मैले सोचेको थियो कि मेरो सर्वस्व, मेरो जीवन सबै कुराहरू सकियो, अब नष्ट भयो, अब म केही पनि होइन, अब म मर्छु, अब म मृत्युमा जान्छु भन्ने कुराहरू निरुत्साहित थियो मेरो जीवनमा है। अनि छटपटीको जीवन थियो है। यस्तो समय थियो एक दिन, अहिले एकछिन पछि के हुन्छ है, अहिले भरे के हुन्छ कि है, भरे नै आज साँच्चै नै सिद्धिहाल्छ कि भन्ने परिस्थिति थियो है। त्यो परिस्थितिमा म साह्रै निरुत्साहित थियो, निराशा थियो। आकाश आएर थिचेको जस्तो, धरती फाटेको जस्तो मेरो जीवन भइरहेको थियो है। तर जब म परमप्रभुमा प्रार्थना गर्दै गएँ, मेरो निम्ति हरेक व्यक्तिहरूले प्रार्थना गरिदिनु भयो है। आज साँच्चै नै हरेक व्यक्तित्वले उत्साह सल्लाह दिन लाग्नुभयो है। अनि बिस्तारै बिस्तारै मलाई 1-2 वर्षसम्म एकदम गाह्रो भयो। तर त्यसपछि म बिस्तारै परमेश्वरले यो वचनलाई दिनुभयो। अनि यो वचनलाई दिनु भइसकेपछि चाहिँ आज साँच्चै नै परमप्रभुले चाहिँ निरुत्साहित नहो भनेर भन्नुभएको रहेछ भनेर चाहिँ म चाहिँ निरुत्साहित हुन छोडेँ। प्रभुले भन्नुभयो म तेरो साथमा छु भनेर प्रभुले भन्नुभयो। अनि मैले त्यतिखेर साहस लिने मौका पाएँ प्रियहरू है। त्यो दुःखमा, त्यो कष्टमा, त्यो रोगमा आज मलाई परमेश्वरले साहस दिनुभयो। त्यो आँट, त्यो विश्वास त परमेश्वरले दिनुभयो है। त्यसै कारण आज तपाईँ र म चाहिँ रोग लाग्दै गर्दाखेरि, तपाईँ र मेरो जीवनमा कष्ट आउँदै गर्दाखेरि
निरुत्साहित हुनु हुँदैन प्रियहरू। हामीहरूको साथमा परमप्रभु परमेश्वर हुनुहुन्छ र शत्रुहरूले हाम्रो विरुद्धमा जतिसुकै रणनीति रचे तापनि त्यो शत्रुहरू हाम्रो बीचमा विजय हुने छैन, किनभने परमप्रभु परमेश्वरजी तपाईँ र मेरो साथमा हुनुहुन्छ। हालेलुया है। अनि साँच्चै नै आज परमेश्वरको वचनले भन्नुभएको छ, तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्, तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन्। हाम्रो विरुद्धमा बनाएको शत्रुले बनाएको रणनीति नि सबै कुराहरू प्रभुले केही न केहीको बनाइदिनु हुनेछ। हालेलुया। अनि अहिले परमप्रभुले आज साँच्चै नै म माथि गरेको विरोधको कुराहरू, म माथि गरेको आज साँच्चै नै हरेक अन्धकारको आज साँच्चै त्यो प्रहारको कुराहरूमा चाहिँ प्रभुले मलाई विजय दिनुभयो। हालेलुया है। त्यसै कारणले आज म तपाईँहरूको माझमा यो वचनलाई बोल्न सक्ने प्रभुले बनाउनु भएको छ। हालेलुया है। अनि त्यस्तै गरी आज हामी यशायाको पुस्तक 43 को आज 1 देखि 3 पदसम्म हेर्नेछौँ। यहाँनिर पनि प्रभुको वचनले यसरी भन्नुभएको छ, तर अब हे याकुब तिमीहरूलाई रच्नुहुने, हे इजरायल तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ, नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु, मैले तँलाई तेरो नाउँ काटेर बोलाएको छु। तँ मेरै होस्, तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउने छैनन्, तँ आगोबाट हिँडेर जाँदा डढ्ने छैनन्, त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैनन्। किनभने म परमप्रभु तेरा परमेश्वर हुँ, इजरायलका परम पवित्र तेरा उद्धारक। तँलाई छुट्टाउनका निम्ति मिश्र देश र सबै तेरो सट्टामा कुश र सेवा म दिन्छु। हालेलुया है। परमप्रभुको वचनले यो कुराहरू भन्नुभएको छ नि, तँ आज साँच्चै नै आगोबाट भएर जाँदा, तँ पानीबाट भएर जाँदा है, आज साँच्चै नै नदीहरू भएर जाँदा है डुबाउने छैनन्, आगोहरूबाट भएर जाँदा त्यसको ज्वालाले भस्म पार्ने छैनन् भनेर प्रभुको वचनले भन्नुभएको छ। हालेलुया है। अनि साँच्चै नै यो समयमा यी दिनहरूमा साँच्चीकै आगो, साँच्चीकै पानी होइन प्रियहरू, तपाईँ र मेरो जीवनमा रोगको आगो, रोगको नदी, समस्याको पानीहरू, समस्याको नदीहरू भएर तपाईँ र म जानुपर्छ र त्यो रोग अनि त्यो आगोको ज्वाला भएर जाँदै गर्दाखेरि परमप्रभुले डर्ने छैन भनेर भन्नुभएको छ। जसको मतलब हो तपाईँ र मेरो जीवनमा जतिसुकै कष्ट, जतिसुकै शत्रुले विपद आपद ल्याइ परे तापनि परमप्रभु तपाईँ र मेरो साथमा हुनुहुन्छ अनि त्यसले कहिले पनि नष्ट पार्न सक्दैन, त्यसले छुन सक्दैन। हालेलुया है। आज साँच्चै नै परमेश्वरलाई महिमा भएको यो वचन पढाइ सुनाइमा तपाईँहरूको जीवनमा परमेश्वरले आशिष दिनुभएको छ। हुन्छ सबैजनालाई जय मसीह।